हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सुभाष ब्लगमा स्वागत छ सबैजनालाई। के छ गाइस, सन्चै आरामै हुनुहुन्छ होला। यतिखेर पनि हामी फरक विषय भिडियो लिएर आएका छौँ। आज हामी मेरो बहिनी र म चाहिँ यसो यात्रामा गइरहेका छौँ। गाइस हेर्न सक्नुहुन्छ यो यात्रामा यस्तो दामी ठाउँ देखियो हैन। हामी जहाँ गए पनि एउटा हामी पनि ब्लग अरे मस्त गीत सेत लगाएर हामी बहिनीहरु म कलाकार जस्तै गरेर गाइरहेका थियौँ हैन। चट्ट हामी गयौँ, त्यो अगाडि जाँदै थियौँ। यस्तो दामी रोड थियो हैन। यस्तो खालको रोड, यस्तो खालको ठाउँ, यस्तो नजारा हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला। र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल दबाउनु भएछ भने तपाईहरुलाई विभिन्न खालका यस्ता खालका भिडियोहरु हेर्न सक्नुहुन्छ। हामी चाहिँ एकदमै गइरहेका थियौँ यस्तो ठाउँमा, हेर्न सक्नुहुन्छ। बहिनीले चाहिँ भिडियो बनाइरहेका छन् र मैले चाहिँ गाडी चलाइरहेको छु। यसो रमाइलो यात्रामा तपाईहरुलाई कस्तो लाग्छ भिडियो? यस्ता खालका भिडियो मैले तपाईहरुको माझमा मेरो सुभाष ब्लग 8266 युट्युब च्यानलमा लिएर आएको हुन्छु। पुरा भिडियो हेर्नको लागि युट्युब च्यानल लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्नुहोला। तपाईहरुको माझमा हामी जुनसुकै खालका भिडियो जहाँ गए पनि हामी भिडियो लिएर आउने गर्दछौँ। र तपाईहरु पनि जोडिन चाहनुहुन्छ, हामीसँगै ब्लग बनाउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। हामी तपाईहरुको माझमा ब्लग बनाएर आउने छौँ। यस्तै भिडियो लिएर आउँछौँ। हामी चाहिँ यतिखेर चाहिँ यस्तो रमाइलो फिल भइरहेको थियो। यस्तो दामी ठाउँ हैन। रोड पनि त्यस्तै यस्तो दामी लाग्ने हैन। दामी रोड थियो। हामी चाहिँ फिलै भइरहेको थिएन के। सायद नेपालमा यस्तो रोड हुन्थ्यो भने कति मजा आउँथ्यो होला हैन गाइस। तर के गर्नु, नेपालमा विडम्बना छ। नेपालमा रोड यस्तो हुन्न। यो भारतको महाराष्ट्रमा चाहिँ यति धेरै राम्रो रोडहरु छ। यस्तो लाग्छ कि चलाउनलाई फिलिलिली सरर मजा आउँछ कि गाइस हैन। यति दामी रोड आउँछ, यति दामी रोड छ, यति दामी चलाउन मन लाग्छ हैन। चलाएको पनि थाहा हुन्न, कुनै गड्डा भन्ने हुन्न, यस्तो दामी हुन्छ ठाउँ हैन। त्यो भएको कारणले गर्दा तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। र हामी यस्ता खालका भिडियोहरु तपाईहरुको माझमा लिएर आउने गर्दछौँ। गाइस यतिखेर भने हामी चट्ट अब यो गाउँ पुगिसकेपछि यहाँभन्दा अगाडि पनि एउटा तलाउ छ। त्यहाँ हामी तलाउमा जाने को लागि हामी गइरहेका छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ। हामी चट्ट गीत सित लगाएर हैन हामी सरर गइरहेका छौँ कि अगाडि। हाम्रो त यस्तै हो गाइस। हामी जहाँ गए पनि चट्ट हामी भिडियो बनाउने हैन, ब्लग बनाउने, तपाईहरुको माझमा ल्याउने, यो सब हाम्रो गरिरहेका हुन्छौँ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिनु होला। हामी चाहिँ यतिखेर चट्ट यस्तो ठाउँ थियो कि हैन। हेलो एभ्रिवान, सम्पूर्णलाई यतिखेर हामी चाहिँ अब पुग्न लाग्छौँ। हामी चाहिँ हेलो, यतिखेर हामी चाहिँ मेरो बहिनीले मोबाइल क्यामेरा समाइरहेको छन् भने मैले गाडी चलाइरहेको छु। यतिखेर हामी चाहिँ एकदमै रमाइलो यात्रामा छौँ गाइस। यो रमाइलो यात्रामा दाजु बहिनी हामी चाहिँ यस्तो गइरहेछौँ घुम्नको लागि। तपाईहरु यस्ता खालका भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्नुहोला। र सबैजनालाई विशेष गरी मेरो सब्स्क्राइबरलाई न्यानो माया मिठो सम्झना छ।
तपाईहरुको माझमा हामी यस्ता खालका भिडियोहरु लिएर आउने गर्दछौं। यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै तलको सुझाव सल्लाह दिई तलको कमेन्ट बक्समा लेख्न भने नभुल्नु होला। थ्यांक यू सो मच।